महाकाडक्स नेपालीहरूलाई गाँड फर्काउने देश हो मुला खाडी मुलुकको नेपालीहरूको गाँड फर्काउँछ यति कडा हो कि कुकुरलाई भन्दा चौबर गर्दो रहेछ हौ यार यति फस्यो नि यो चोरहरूले फसाउनु फसायो चोर दलाल म यो चोर एक नम्बरको महाकाडक्स यार 8 घन्टा ड्युटी भनेर 12 घन्टा ड्युटीमा हालिदिने टिप्स बोनस पाउँछ भनेको टिप्स बोनस पनि छैन यार महाकाडक्स केही छैन यार त्यस्तै ओभर पैसा लिएको छ जाने बेलामा हामीले टिकट काटेर जानुपर्ने के हो कस्तो मार्केट त आइपुग्यो थाल किन्न लागेको यति टाढो हो कि मार्केट त यार गर्मी हो यार यो मार्केट मार्केट पनि कति हो रोडहरू चाहिँ बबाल हो पुरो इन्टर मार्केट ठुलो मार्केट आइपुग्यो अब धेरैवाला मार्केट छ छैन होइन के चाहियो थालको मात्रै मार्केटमा आइपुग्यो नि रियल सियल लेखा छैन यहाँ पाँच रियल हो क्या यो सब यो 5 रियलको रहेछ यहाँ मुनि भएको सब 5 रियल यिनीहरू महाकाडक्स के चाहियो क्या के चाहियो 5 रियलको गिलास क्या ठुल्ठुलो यार यस्तो त लाने हो कि तरकारी काटेर राख्नलाई तर त्यो बाक्लो छ नि त योभन्दा यस्तो चाहिँ लाने है क्या एउटा तरकारी सरकारी काटेर हाल्नलाई हुन्छ कति रियल हो यो कति रियल पर्ला है लाइटर त बब्बाल रहेछ यार आलु छिल्ने चाहिँ एउटा चाहिँ चाहिने अनि थाहा पायो भने गाँडमा हान्छ होला ल अब चाहिँ बन्द है टटप्प भयो गाँडमा हान्छ अहिले फेरि पेन्सन लाने ल बब्बा सेन ट्राई पनि गर्न मिल्छ फेरि यहाँ ट्याक्क थिच्ने ट्राई गर्ने 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 सब थिच्ने ट्राई गर्ने सेन लानु पर्ने हो है के गर्ने है योवाला चाहिँ सही रहेछ बब्बाल रहेछ यो भन्दा यो कुन चाहिँ ठिक लाग्यो यो चाहिँ ठिक लाग्यो मलाई त यो तल पनि छ त्यो ब्रान्डेड यहाँ चाहिँ मेरो त काम लागिन्छ नि काम छैन यो कस्तो हो
हाम्रो गन्चिङमा पस्न मिक्स गरेर त्यसको त्यो अरू भाषामा त्यो भनेको